हेलो हजुरहरु सबैलाई नमस्ते। आज चाहिँ हामी धरान इटरदेखि धरान आछौँ। हामी चाहिँ अनि अहिले यो समय चाहिँ हर्क साम्पाङले बनाउनु भएको पार्कतिर जाँदैछौँ। यहाँको भ्युजहरु म तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा देखाउँछु र लाइक कमेन्ट गरिदिनु ल है। चाहिँ अहिले लाग्यौं पार्कपट्टि। एकदमै गाह्रो सानो बाटो रहेछ है। यो चाहिँ हामीले यो समय चाहिँ बाटोमा छौँ, हामी जाँदैछौँ पार्क जाने बाटो। यो चाहिँ हामी चाहिँ धेरैजना आएको छौँ। हामी विशेष गरी सेवामा आएको थियौँ है। अनि त्यहाँदेखि फर्किँदै गर्दाखेरि चाहिँ यो ठाउँहरुमा हामी यसै भिजिट गरेर आएको बेला जाउँ भन्ने हिसाबले जाँदैछौँ है। गाडीको बाटो चाहिँ सानो वान वे रहेछ। हामी चाहिँ यो बाटो भएर पार्क हेरेर अनि कोरिडोरको बाटो हामी 5 ता फर्किनेछौँ। ल हामी पार्कको गतिविधि तपाईहरुले देखाउनेछौँ है। हेर्न सक्नुहुन्छ जलाधार क्षेत्र भनेर चाहिँ लेखेको रहेछ यहाँ है। आज सायद है यहाँ टिकाको दिन भएर होला, सायद एउटा मान्छे पनि छैन। पार्कमा पार्किङ गर्ने ठाउँतिर पनि खुल्ला छ एकदम। हामी चाहिँ आज हामी मात्र रहेछौँ यहाँ सायद है। हामीले चाहिँ गाडी पार्क गरेर लाग्यौँ हर्क साम्पाङको पार्क। साथीहरु उहाँ चाहिँ दिदी हुनुहुन्छ हाम्रो। आज कोही छैन रहेछ है। यहाँ चाहिँ गेट रहेछ है। माया धराने कोसेली। ल अहिले माथि जाउँ न माथि। ल यहाँ चाहिँ पुल पनि रहेछ एकदम दामी। र हो कति रुपियाँ लिन्छ टिकट? बहिनी पैसा बोकेछौ? गाइजहरु एकदम पार्कमा मेरो हेलो छोरा आमोस के छ अनि कहाँ हिँडेको भाइ? यस्तो रहेछ यहाँको पार्कहरु। कति वर्षदेखि लाग्छ रे सर? हो यो पार्कमा चाहिँ बीचमा खोला रहेछ है। एकदमै राम्रो बनाउनु भएको रहेछ। धरान यो पार्कमा चाहिँ माछा पनि एकदमै धेरै रहेछ है। वाउ यसरी खेल्ने ठाउँहरु पनि रहेछ है। एकदम बस्ने जग्गा रहेछ है। विभिन्न बस्ने जग्गाहरुमा बीचमा चाहिँ श्रम गर्ने मानिसहरुको तस्बिर रहेछ है। वरिपरि यस्तो छ रहेछ। सबै रहेछ यहाँ है। तपाईहरुले पनि सायद कतिजना आउनु भएको छ होला, कतिजना आउनु भएको छैन। हर्क साम्पाङले चाहिँ यहाँ बनाउनु भएको पार्कमा चाहिँ विभिन्न कुराहरु रहेछ है। चाहिँ आएर धरान जाने बाटो है। निकै सुन्दर रहेछ। यहाँ चाहिँ एकदमै राम्रो फुलहरु पनि रहेछ है।
अनि श्रम संस्कृति पार्कमा एकदमै दामी रहेछ। यहाँ आराधारण पनि रहेछ है, आराधारण पनि रहेछ, एकदमै दामी रहेछ। तपाईहरु पनि आउनुहोस् है हजुर, धरान आउनुभयो भने घुम्नलाई।